पैसा भएको भए त खुसी हुन्थ्यो होला नि मेरो मम्मी। जति सान्छु पैसा पठाउँछु सबै ठिक हुन्छ यता भनेको होइन कि सबै त्यो विदेश गएर मात्र समाधान हुँदैन। जहिले यस्तै उयो गर कुरा पनि नराखेको मैले कसरी स्वाइलाई यत्रो वर्ष फेरि अर्की खायो कि भान्जी के खान्थ्यो? बाटोमा हिँड्दा केही खानु मन छ भने भन, म किनेर ल्याइदिन्छु। अनि तिमीलाई बान्ता आउँछ कि आउँदैन नि यसरी गाडीमा हिँड्दा? भान्जी केही खान्थ्यौ? मामासँग लाज मार्नु पर्दैन, ढुक्क भए हुन्छ। भान्जी किन चलाएको त्यसरी? पिर गर्नु पर्दैन भान्जी, तिम्रो बिदा भविष्यमा फिर्ता ल्याइदिइहाल्छु नि घरमा। I'm sorry. Are you sure about it? मैं जैसे कि बन रहा है ना। ठीक हुन्छ तर तिमीले मेरो एउटा कन्डिसन मान्ने हो भने मात्रै तिमीले मेरो बिजनेसमा 1 रुपियाँ पनि इन्भेस्ट गर्न पाउँदैनौ। म आफै गर्छु जे गरे पनि। त्यसको लागि मलाई 1 वर्ष नै किन नलागोस्।